केटाहरू पनि छ यहाँ भाइ फस हान्नु पर्यो फेरि भाइ हान्नुहोस् नि यहाँ सुन्छ है हाम्रो भान्जीहरू होइन यो चाहिँ मेरो बच्चादेखि साथी यो पनि आज आइसक्यो जित्छ जितेन जितिस् भने चाहिँ 50-50 हान्नुपर्छ नि मेरो भाइ बुझ्नुहोस् नि तेरो नाम के अरे के छ हौ कसले जित्ला हौ तर तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो एकदमै राम्रो लागिरहेको छ युवाहरूलाई एकदमै आकर्षित गर्ने खालको कार्यक्रम छ एकदम ल थ्याङ्क यू मेरो दाजु एकदम ठिक छ राम्रो छ कस्तो छ यो कार्यक्रम अनि मेचीनगर लेडिज सप्ताहमा जुन सब एकदमै आकर्षक र भैलोपन सुरुवाल भइरहेछ है आजको प्रतिस्पर्धामा उभिनुभएका केटाकेटी मात्र होइन 16 वर्षभन्दा उँभोका भनेको 40 वर्षको नि हुनुहुन्छ कस्तो लागिरहेछ होइन यी 40 वर्षको पनि अहिले रहर त केटाकेटीकै हो नि त रहर जसरी केटाकेटीमा आउँथ्यो त्यही रहर उहाँहरू पनि दौडिन आउनु भएको यहाँनिर तपाईँको दौतारीहरू पनि हुनुहुन्छ होइन मेरो दौतारीहरू पनि हुनुहुन्छ र मेरो छोरा पनि छ यहाँनिर ल ओके बेस्ट लाग्दैछ रिबन टाल्नु न कसले पक्रेको थियो रिबन समाजको भाइ त्यहाँ बायाँ च्यापेर दौड्ने हो है त्यहाँनिर मन जहाँ छ त्यहाँनिर फिनिसिङ पोइन्ट हुन्छ र यो रिबन पनि त्यही हुन्छ बायाँ बायाँ सबै यो पुरै बाटो छेकेर ढाकेर दौड्ने होइन है आजको यो दौड प्रतियोगिता चाहिँ सुरुवात भइसकेको छ र नकलबन्दाबाट हिँडिसकेको अवस्था छ र नकलबन्दाबाट हिँडेर चाहिँ यो काँकरभिट्टा भट्टराई चोकसम्मको यो प्रतियोगिता रहेछ लगभग 3-3.5 किलोमिटरको यहाँले देख्न सक्नुहुन्छ सम्पूर्ण प्रतियोगीहरू चाहिँ मजाले कुद्दै जानु हुँदैछ यहाँ चाहिँ हाम्रो भाइ पनि भाइ कस्तो लागिरहेछ दामी छ ठिक छ मान्छेहरू पनि ठिक आएको छ होइन कार्यक्रम राम्रो छ कार्यक्रम त राम्रो छ होइन जित्नेलाई सफलता राम्रो छ जित्नेलाई सफलता अझै तिनीहरूको राम्रो होस् होइन ओके You have to win it. भाइ जित्नु पर्यो आइस भाइ जित्नु पर्यो है सो नकलबन्दाबाट स्टार्ट भएको यो प्रतियोगिता यो भट्टराई चोकमा एन्ड पोइन्ट रहेको छ र यहाँसम्म आउनुहुने चाहिँ हाम्रो एकजना भाइ हुनुहुन्छ फर्स्ट हुनुहुने हाम्रो भाइ यहाँनिर हुनुहुन्छ है त हजुर त्यो दाइसँग आज कार्यक्रम भेट्नु यो प्रतियोगिता कस्तो लाग्यो कार्यक्रम